सो नव दाइलाई धेरै धेरै धन्यवाद है हजुरले हिजो यति राम्रोसँग हामीहरूलाई चाहिँ स्वागत गर्नुभयो हाम्रो दाइको चाहिँ यो कुन गाउँ रे ढुडुवार है अब हाम्रो यहाँबाट नेपालगञ्ज कति किलोमिटर 4 किलोमिटर ए त्यसो भए त नजिकै छ है सो दाइको घर चाहिँ यो हो है धेरै धेरै धन्यवाद दाइलाई यति हाम्रो यति धेरै सहयोग गर्नुभयो साँझ पर्दाखेरि चाहिँ डर लाग्थ्यो दाइलाई भेट्दाखेरि चाहिँ जे सजिलो भयो है थ्याङ्क यू सो मच है दाइ नमस्ते साथीहरू गुड मर्निङ चाहिँ 4 किलोमिटर मात्र छ हामीले नेपालगञ्ज पुग्न हुन त हामी अहिले चाहिँ मेन बाँकेमै नै छौँ मतलब जता हामी चाहिँ अहिले यो गाउँमा जहाँ यो गाउँ छ नि यस्तो सुन्दर गाउँ छ नि ओ माई गड यो सायद अलि उज्यालो भएको भए चाहिँ झन् राम्रो देखिन्थ्यो होला मलाई चाहिँ बिहान बिहानै रुखेर लागिसक्यो यार सो साथीहरू तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ हाम्रो भिडियोहरू चाहिँ हिजो चाहिँ अलि साउन्ड चाहिँ अर्कै आइरहेको थियो अब चाहिँ हाम्रो डेली गर्दाखेरि चाहिँ अलि राम्रो नै आउँछ होला भिडियोहरू चाहिँ सो लेट्स सी आज हामी चाहिँ मर्निङको यात्रा सुरु गरेर कहाँसम्म पुग्छ त्यो थाहा हो होइन जहाँसम्म पुगिन्छ त्यहीसम्म हेरौँ मन्दिरमा चाहिँ दर्शन गर्न सक्नुहुन्छ जहाँ चाहिँ नेपालगञ्जको सबैभन्दा ठुलो मन्दिर हो है एकदमै राम्रो छ यता चाहिँ यो मन्दिर सबैभन्दा मेन मन्दिर चाहिँ हाम्रो यो वाला है सबैभन्दा मेन कस्तो राम्रो रहेछ यता चाहिँ हाम्रो यस्तो राम्रो ताल रहेछ नि हाम्रो चाहिँ विवाह हुने चाहिँ ऊ पर है अलिअलि चाहिँ हामी कहाँ छौँ भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला यताको वातावरण हेरेर हामी चाहिँ नेपालगञ्जमा छौँ जहाँ चाहिँ हाम्रो दाइको रेस्टुरेन्ट ऊ माथि टपमा छ है आज चाहिँ हामी यता खाना खाएर चाहिँ निस्किनु पर्ने हुन्छ किनभने भ्लगहरू एडिट गर्नु पऱ्यो है भ्लगहरू एडिट गरिसक्यो भनेपछि चाहिँ हामी फोटो अपडेट गरेर सबै अपलोड गरेर चाहिँ निस्किनुपर्छ आज चाहिँ नेपालगञ्जमा मौसम चाहिँ एकदमै दामी छ है सबैभन्दा धेरै गर्मी हुने ठाउँमा आज सबैभन्दा धेरै अँध्यारो छ किन भन्दाखेरि चाहिँ एकछिनमा पानी पर्छ होला हाम्रो राइडहरू चाहिँ सबै रेडी हामीले पम्पसम्म सबै इमर्जेन्सी बोकेको छ योचोटि चाहिँ अब चाहिँ हामीले माथि गएर चाहिँ के हुन्छ हेरौँ माथि अहिले भर्खरै स्टाफहरू आउनुभयो होला अहिले भर्खरै रेस्टुरेन्ट खोलेको होला दाइ चाहिँ हाम्रो काठमाडौँ हुनुहुन्छ हामी चाहिँ यता आएर मोजमा है दाजु के छ अनि के खाने मन छ आज जोस् मलाई आज मौसम चाहिँ दामी लाग्यो है आज दिनभरि यस्तो भइदियो भने चाहिँ राइड गर्न एकदमै मजा आउनेवाला छ अब एकछिनपछि हामी माथि गएर खानासाना टक्क खाने हो त्यसपछि निस्किहाल्ने हो आफ्नो दाइ भाइ भएको यही फाइदा हो होइन त्यही त त्यही हिजो राति पुगेको भए अलिक सजिलो नै हुन्थ्यो होला किन खानासाना मजाले खाएर बस्दै रेस्ट गर्थ्यो होला केही छैन ठिक छ अब नेपालगञ्जसम्म चाहिँ दाइ हुन्छ यसपछि चाहिँ कोही पनि छैन है अगाडि चाहिँ यात्रा राम्रो हुनेवाला छ जस्तो चाहिँ किन भन्दा म यहाँ अगाडि गएको छैन है अब नयाँ नयाँ ठाउँ हुनेवाला छ मजा आउनेवाला छ है अब चाहिँ हाम्रो खाना पनि आइसक्यो सो साथीहरू अब चाहिँ खानाहरू टक्क मासु टक्क सबै खाएर चाहिँ अब हामी निस्किनु पर्ने हुन्छ खाना खाएर चाहिँ किनकि यात्रा धेरै राम्रो छ टक्क यो एनर्जी ड्रिङ्क भनेको जस्तै हो कि हाम्रो लागि एनर्जी खाना सो यस सो थ्याङ्क यू सो मच दादालाई हामीलाई चाहिँ यति माया देखाउनु भएछ आफ्नो भनेको आफ्नो नै हुन्छ भन्ने जस्तो लागिरहेछ धेरै धेरै धन्यवाद दादालाई यस्तो मिठो मिठो खाना खुवाउनु भयो तपाईँले तपाईँ कहाँ आउनुहुन्छ थाहा छैन तर हामी यहाँ तपाईँको रेस्टुरेन्टमा आएर मजाले खाना खाइरहेछौँ सो हामीसँग दाल अनि सलाद चटनी भात अनि मजाले मासु पनि छ सो इन्जोय हानेर चाहिँ हाम्रो टक्क खाएर चाहिँ साइकल बनाएर टक्क निस्किनुपर्छ किन भन्दाखेरि चाहिँ आज मौसम राम्रो छ मजाले हिँडिन्छ है गर्मीमा खासै राइड गर्न सकिँदैन त्यही भएर आज मौसम एकदम दामी भएर चाहिँ खाना खाएर टक्क हामीले निस्किनु पर्ने हुन्छ नेपालगञ्जको सबैभन्दा ठुलो साइकल पसल चाहिँ यो है हाम्रो हिरोको एकदमै ठुलो साइकल चाहिँ यहीँबाटै किनेको घोडा चाहिँ यहाँ फेरि हामीले रिपेयरिङ गरेर ब्रेक चेक बनाएर फेरि लग्नुपर्ने हुन्छ सो यहाँ चाहिँ यति धेरै साइकल चाहिँ के भन्नु यस्तो हालतमा आइसक्यो नेपालगञ्जमै नै यति साह्रो भइसक्यो यार यो त हाम्रो साइकल कहाँ जाने भनेको कहाँ यत्रो पम्पले पनि कामै गरिरहेको छैन के गर्नु हुने यस्तो नराम्रोसँग यो पेन्चर भएको छ कि क्या फेरि हावा पनि भरिरहेन यता अगाडि फेरि ग्यारेज पनि छैन घाम यस्तो नराम्रो छ नि अब के भनौँ
कस्तो के हावा कम भएपछि त पम्पको काम लाग्छ अब सिधै पङ्चरै भइगयो पम्पको काम लाग्छ यस्तो घाममा दुःख दियो तर यसले प्लास्टिक हावा कम भयो के साह्रो दुःख दियो र म त हेर्न सक्नुहुन्छ सबै खेतमा चाहिँ यतातिर चाहिँ बाख्राहरू चराउने चलन रहेछ जहाँ चाहिँ यिनीहरू चाहिँ तपाईँको धान चाहिँ खाँदैन रहेछ घाँस मात्र खाने रहेछ है हाम्रो उता के भन्छ हाम्रो टिकापुरतिर चाहिँ हाम्रो बाख्राहरू त सबै यो धान चढिदिन्छ घाँस एउटा पनि खाँदैन तर यहाँको चाहिँ घाँस मात्र खान्छ कि क्या त्यही भएर चाहिँ यो खेतमा जम्मै बाख्रा छोड्ने रहेछ कि यतातिरको मान्छे चाहिँ हामी चाहिँ अहिले राप्तीको लागि निस्किँदैछौँ जहाँ चाहिँ स्टेट योभन्दा सिधा जानुपर्छ अरे हामीहरू चाहिँ लोकेसन सोध्दै गइरहेको छौँ र बिचमा जाँदाखेरि चाहिँ यो बाख्राहरू धेरै ठाउँ देख्यो कि हामीहरूले चाहिँ यस्तरी खेतमा छोड्ने रहेछ कि धान खेतीमा चाहिँ जम्मै सबै बाख्राहरू यतै चाहिँ ऊ यतादेखि यतासम्म है यताको चाहिँ यो धान खाँदैन रहेछ घाँस मात्रै चराउने रहेछ सो अगाडि पनि राम्रो राम्रो नजारा देखिने जस्तो लागिरहेको छ मलाई चाहिँ मौसम पनि दामी छ मेरो साइकल चाहिँ 2 चोटि पङ्चर भइसक्यो नडज जोक यस्तो रिस उठिसक्यो नि सुरुमा पङ्चर भएर बनाएँ फेरि 5 मिनटपछि फेरि पङ्चर यस्तो दिमाग खराब भयो नि अब के भनौँ ठिकै छ केही छैन भाग्यले जतासम्म डोराउने त्यतिसम्मै जानुपर्छ है हाम्रो भनाइ केही पनि छैन यहाँभन्दा अगाडि चाहिँ यस्तो नहोस् भनेर म त एकदम आशाका साथ बसेछु है सो लेट्स सी अब अगाडि मेरो साइकल कति चल्छ थाहा भएन एक्लै चलाइदिने जस्तो लागिरहेको छ मलाई चाहिँ अब चाहिँ आयो बिग्रिँदैन होला किन भन्दा त अहिले राम्रोसँग बनाउनु भएको छ राप्ती पुलमा पुगिसकेको छौँ र यहाँभन्दा अगाडि मौसम चाहिँ एकदम बवाल भइरहेको छ किन भन्दा पानी पर्ने जस्तो भइरहेको छ है एकदमै ठुलो पानी पर्ने जस्तो भइरहेको छ यो पुल चाहिँ एकदमै दामी छ म चाहिँ अहिले यो फोटो खिच्नको लागि चाहिँ यहाँनिरै रोकेको छु होइन साइकलसँग टक्कै अब चाहिँ हामी पुलमा जान्छौँ अलिअलि फोटो भिडियो क्लिक गरेर अनि निस्किन्छौँ र त्यहाँको वातावरण म तपाईँलाई देखाउनेवाला छु है लेट्स सी एक हातले डोराउनु सकिँदैन अलि अप्ठ्यारो चाहिँ यहाँनिर चाहिँ म त्यहाँनिरै गएर हजुरहरूलाई भ्यू देखाउनेवाला छु ओ माई गड कस्तो दामी पुल छ ओ माई गड उताको गाउँ तपाईँहरू देख्न सक्नुहुन्छ पुरै पानी पर्ने जस्तो भइरहेछ है मेरो यो हस्बेन्ड चाहिँ उता गइसक्नु भयो साइकल चलाउँदै हामी चाहिँ यहाँनिर फोटोसोटो खिच्छौँ नयाँ पुल बन्दै रहेछ यताबाट चाहिँ राप्ती पुलको चाहिँ यो नयाँ निर्माण कार्य चाहिँ अलिअलि रोकेको रहेछ अहिले बर्खाको सिजन भएर होला सायद यो पुल चाहिँ धेरै लामो रहेछ है आम्मा अनि उतातिरको त्यो गाउँ माई गड दामी हावा चाहिँ यस्तो बवाल चल्दो रहेछ माई गड अब चाहिँ हामी फोटोसोटो क्लिक गरेर छिटोभन्दा छिटो किन भन्दाखेरि चाहिँ आज धेरैभन्दा धेरै ढिलो भइसक्यो किन भन्दा आज हाम्रो साइकल बिग्रियो फेरि खानाको लागि साइकल बनाउन यताउता धेरै टाइम लाग्यो आज चाहिँ डाँडा टपरीमा चाहिँ यस्तरी पानी परिदिरहेको छ त्यही भएर चाहिँ एकछिन यस्तो रेस्ट गरौँ भनेको सो अबको हामी 2 किलोमिटर पछि चाहिँ ढलैया भन्ने ठाउँमा पुग्छौँ पर त्यो लेखेको देखेर चाहिँ भनेको मैले आज चाहिँ हामीले लगभग अलि धेरै टाढा नै अलिअलि नजिक बास बस्नुपर्छ होला लगभग 20-25 किलोमिटर चाहिँ हामीले कुद्ने भनेको अब हुँदैन जस्तो लागिसक्यो यत्रो पानी परिरहेछ साइड चाहिँ गाउँ छ भने यता साइड जङ्गल र हामी चाहिँ बिचको एकदमै दामी बाटोमा सो साथीहरू अलिअलि पानी त पर्दैछ बट त्यही पनि आफ्नो यात्रालाई हामीले जारी नै गरेको छौँ जान जाए पर यात्रा कभी नजाए हो कि नै हो त्यही भएर चाहिँ हामीले आँटेको कुरा चाहिँ गर्नैपर्छ भन्ने जुनुनका साथ चाहिँ पानी पर्दा पनि हामी दुईजना मजाले राइड गरिरहेको छौँ सो लेट्स चाहिँ योभन्दा अगाडि हामीलाई जङ्गल कति लामो पर्छ त्यो थाहा भएन बट रमाइलो चाहिँ एकदमै दामी भइरहेको छ किन भन्दा अलिअलि सिमसिमे पानी त्यसपछि शीतलो अनि मजाले साइकल चलाउने है एकदमै दामी मजा आइरहेको छ त्यो साइकल चाहिँ अलमोस्ट दिनमा 4 चोटि पेन्चर भइसक्यो है अहिले पनि फेरि भइरहेछ र यसले यसरी नाटक देखायो भने म कसरी यात्रा गर्नु क्या आमा फेरि पेन्चर भएर अब चाहिँ मेरो ट्युब र टायर दुवै चेन्ज गर्नुपर्ने जस्तो अवस्था आइसक्यो लगभग 2 किलोमिटर चाहिँ म हिँडेर आएँ यस्तो भइरहेको छ मेरो चाहिँ हामीले चाहिँ 5 किलोमिटर मात्र त मेरो साइकल चल्दै गयो अलि राम्रो बजार आउँथ्यो होला अहिले चाहिँ अलमोस्ट हाम्रो 3 या 4 किलोमिटर चाहिँ अझै फेरि हामीले जानुपर्ने छ अँध्यारो त भइसक्यो यति ठुलो आवाज आइरहेको छ कि पानीको मेरो आवाज पनि सुनिँदैन होला सो म अहिले चाहिँ हाम्रो राप्ती नदी हुनसक्छ यता मैले बोर्ड चाहिँ देखेन सो अहिले हामी चाहिँ 8 बजीतिर पुग्यौँ तर जोस् एकदमै दामी छ सायद डेमा भइदिएको भए झन् दामी भ्यू देखिन्थ्यो होला है
अहिले त्यति खासै राम्रो त देखेन। मेरो पसिना भयङ्कर आइसक्यो किन भन्दा अहिले मलाई झन् गाह्रो भइरहेको छ कि साइकल थोरै उकालो पनि तान्न पनि। अहिले अलिअलि बनाएको छु त्यही भएर चाहिँ पानी बगिरहेको छ। अहिले चाहिँ हामीहरू अगया भन्ने ठाउँमा छौँ जहाँ चाहिँ तपाईँहरू काठमाडौँ पोखरा जानेको मान्छेको भिड एकदमै धेरै हुने रहेछ यतातिर चाहिँ। अहिले चाहिँ ठ्याक्कै 8 बजिसक्यो है रातिको। हाम्रो चाहिँ यो चहल पहल चाहिँ तपाईँहरूले 11 बजेभन्दा माथि पाउनुहुन्न भन्नुभयो एउटा दाइले चाहिँ। अनि यसपछि चाहिँ हाम्रो जङ्गलहरू लाग्छ अरे। अब जङ्गल लाग्यो भने चाहिँ हामीलाई जान अलिक गाह्रो हुने भयो जस्तो लाग्छ कि यतातिर मन्दिरहरू पनि खासै रहेनछ। अब यताबाट 5 किलोमिटर मात्र हिँड्यो भनेपछि अनि मात्र गाउँ भेट्दो रहेछ, त्यसपछि फेरि जङ्गल लाग्ने रहेछ। गाह्रो भइसक्यो यता फेरि। अब यो साइकलले धोका दिँदाखेरि यत्रो कष्ट भइसक्यो है। नत्र अहिले चाहिँ हामी कहाँ न कहाँ पुग्ने मान्छे, फेरि साइकलको कारणले चाहिँ यतिसम्म दुःख पायो। ठिकै छ, जे हुन्छ भाग्यमा भइहाल्छ होइन। ठिक छ नि, अब कहाँ बस्ने निर्णय छ। आज अब यता मन्दिर पनि छैन अरे, त्यही भएर अलिक गाह्रो भएको, नत्र चाहिँ बस्नु पर्थ्यो होला। लेट्स सी आज हाम्रो कता हुन्छ बस थाहै छैन। भाग्यले जता डराउँछ त्यति जाने हो अब चाहिँ।